झापा यो केवल एउटा जिल्ला होइन, यो राजनीतिक शक्ति जन्मिने, बढ्ने र कहिलेकाहीँ ढल्ने ठाउँ हो। यहाँ चुनाव सामान्य हुँदैन, यहाँ चुनाव इतिहाससँग लड्छ। र आजको प्रश्न यो होइन बालेन लोकप्रिय छन् कि छैनन्, आजको प्रश्न त यो हो झापामा केपी ओलीलाई हराउन सकिन्छ कि सकिँदैन। चुनाव नजिकिँदैछ, सामाजिक सञ्जाल तातेको छ, नारा, भिडियो, समर्थन सबै बढिरहेको छ। तर झापा शान्त छ। यहाँ शान्ति कमजोरी होइन, यो संकेत हो केही गहिरो चलिरहेको छ। केपी ओली उनी केवल एक नेता होइनन्, उनी एउटा राजनीतिक संरचना हुन्। झापा उनको राजनीतिक प्रयोगशाला हो। यहाँ उनले संगठन बनाएका छन्, बुथदेखि केन्द्रसम्म। यो संगठन भावनामा होइन, अनुशासनमा चल्छ। झापामा इतिहास अझै बाँचिरहेको छ। यहाँका धेरै मतदाताका लागि केपी ओली केवल वर्तमान होइनन्, उनी सम्झना हुन्, संघर्षको सम्झना, आन्दोलनको सम्झना र स्थायित्वको आशा। इतिहास सजिलै भुलिँदैन। बालेन नयाँ आवाज, नयाँ शैली र नयाँ आशा। युवाहरू उनको नाममा उत्साहित छन्। शहरहरूमा उनको चर्चा छ। सामाजिक सञ्जालमा उनी एक ट्रेन्ड हुन्। तर प्रश्न उठ्छ, के ट्रेन्डले चुनाव जित्छ? सामाजिक सञ्जाल भावनाले चल्छ, तर चुनाव संरचनाले चल्छ। झापामा हरेक टोलमा कुनै न कुनै संगठन छ। कसले कुन घरमा कसरी पुग्ने, यो यहाँ पहिल्यै तय भइसकेको हुन्छ। चुनावको दिन ठूलो भाषण काम लाग्दैन, काम लाग्छ बुथको सूची, मतदाताको नाम र सही समयमा सही मानिसको उपस्थिति। केपी ओलीको शक्ति यही छ। यो शक्ति देखिँदैन, तर महसुस हुन्छ। राजनीतिमा सबै युद्ध खुला हुँदैनन्, केही युद्ध शान्त समझदारीले जितिन्छ। मत विभाजन, अघोषित समर्थन र रणनीतिक मौनता, यी सबै केपी ओलीको खेलको हिस्सा हुन्। युवाको जोश शक्तिशाली हुन्छ, तर चुनावमा जोशलाई दिशा चाहिन्छ। प्रश्न उही छ, के त्यो जोश मतदान केन्द्रसम्म पुग्छ कि उत्साह भिडियोमै सीमित हुन्छ? चुनावको दिन सबै कुरा शान्त हुन्छ। न क्यामेरा चिच्याउँछ, न भाषण बुन्जिन्छ। त्यो दिन सिर्फ एउटा निर्णय हुन्छ, एक मत, एक बटन, एक क्षण। र झापामा त्यो क्षण अक्सर अनुशासनले जितेको छ। केपी ओलीलाई झापाले चिन्छ। उनी यहाँ अपरिचित छैनन्। अपरिचितसँग मतदाता जोखिम लिँदैन। परिचित अनुहार सुरक्षित लाग्छ। राजनीतिमा सुरक्षा ठूलो शक्ति हो। यसैले झापाको चुनाव केवल दुई नाम बीचको लडाई होइन, यो लडाई हो नयाँ सम्भावना र पुरानो संरचना बीच। लडाई हो भावना र अनुशासन बीच। अब अन्तिम प्रश्न, के इतिहास बदलिन सक्छ? हो सक्छ, तर इतिहास बदल्न केवल लोकप्रियता काफी हुँदैन। त्यसका लागि संरचना तोड्नुपर्छ। यसैले झापामा लडाई बालेन बनाम ओली होइन, यो लडाई हो लोकप्रियता बनाम संगठनको। र जबसम्म संगठन भत्किँदैन, झापामा इतिहास आफ्नै पक्ष रोजिरहन्छ। यसैले अब तपाईहरूको निर्णय, झापा 5बाट नयाँ युवालाई जिताउने कि
केही पुरानै नेतालाई आफ्नो विचार कमेन्ट गर्नुहोस् र भिडियो मन परेमा लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला।